नमस्ते साथीहरू, आज हामी लेसन 1 लिएर आइसकेका छौं। यदि तपाईँ लेसन 1 मा अगाडि बढ्न चाहनुहुन्छ भने सबभन्दा पहिला लेसन 1 को मिनिङ हेर्नु पर्यो अनि बल्ल बुझ्न सक्नुहुन्छ। ल अब हामी लेसन स्टार्ट गरौँ। लेसन 1 मा हामीलाई तीनवटा पार्टिकल पढ्नु पर्छ। एउटा पार्टिकल वा, एउटा पार्टिकल नो, एउटा पार्टिकल मो भन्नु। अब हामी यो वा पार्टिकल, नो पार्टिकल, मो पार्टिकल कसरी, कहाँ, कुन अवस्थामा युज गर्ने भन्ने हामी पढ्छौं। ल यता ध्यान दिनु। हामीलाई सबभन्दा वतासी भनेको म, आनन्द भनेको तपाई, चिची भनेको बाबा, ओतो उतो भनेको भाइ, आनी भनेको दाइ, अनि यो म उतो भनेको बहिनी र आनी भनेको दिदी हुन्छ। अब यो मिनिङ थाहा छ भने तपाई के गर्न सक्नुहुन्छ? जस्तै मलाई भन्नुहुन्छ म विद्यार्थी हुँ, म शिक्षक हुँ, म खैस्याइन हुँ, म गिम्कोई हुँ, म ईर्ष्या हुँ। यस्तो कुराहरू भन्दाखेरि कसरी भन्ने? अब हामी बुझौँ। सबभन्दा पहिला कुरा वतासीमा यो वा जोड्ने। वाको अर्थ हुन्छ चाहने। वतासीमा वा जोडेपछि वता सिवा भन्छ। त्यसको अर्थ हुन्छ म चाहे। अनि म चाहिँ के? म चाहिँ शिक्षक भन्दाखेरि वतासी वा सेन्सेई देश। देश भनेको यसको अर्थ हुन्छ हो अथवा हो। ओके, अब हामी भन्छौँ वतासी वा गाकुसेन देश। म चाहिँ विद्यार्थी हुँ। फेरि हामी भन्छौँ चिची वा बाबा चाहिँ, बाबा त के हुनुहुन्छ? यदि तपाईँको बाबा टिचर छ भने टिचर भन्नु, यदि तपाईँको बाबा कृषक छ भने कृषक भन्नु। अब कसरी भन्यो भन्दाखेरि चिची वा, यहाँ सुन्नु, यो चिची वा चिचीमा वा पार्टिकल जोड्ने। अनि तपाईँको कृषक हुन्छ भने चिची वा नो मिन देश, यो भयो वा पार्टिकल युज गर्ने। तपाईँ के बुझ्नुभयो भने वा पार्टिकल युज गर्नको लागि तपाईँ के गर्नुपर्ने रहेछ भन्दाखेरि, यदि वतासिवा के तपाईँ के हुनुहुन्छ? टिचर हुनुहुन्छ, विद्यार्थी हुनुहुन्छ, या खैस्याइन हुनुहुन्छ, या गिन्कोई हुनुहुन्छ। खैस्याइन भनेको कम्पनीको कर्मचारी, गिन्कोई भनेको ब्याङ्कको कर्मचारी, ईसा भनेको डाक्टर। यदि भन्नु छ म डाक्टर हुँ त के गर्नु? वतासी मा वा जोड्नु अनि ईसा त्यस गर्नु। यदि तपाईँले भन्नु छ म डाक्टर होइन, म डाक्टर होइन, अनि कसरी भन्न सक्नुहुन्छ? अब हामी यदि तपाईँ डाक्टर हुनुहुन्न भने यहाँ देश भनेको हो हुन्छ अनि उसकै नेगेटिभ के हुन्छ त? ज्यारीमासे भनेको होइन। यहाँ के गर्नु भन्दाखेरि वतासीमा वा जोड्ने। यदि तपाईँ शिक्षक हुनुहुन्न भने वतासी वा सेन्सेई ज्यारीमा सेन गरिदिने। म चाहिँ के रे टिचर होइन। यदि तपाईँ वतासी वा गाकुसेई ज्यारीमा सेन, म चाहिँ विद्यार्थी होइन। यदि चिची वा नो मिन ज्यारीमा सेन, बुबा चाहिँ कृषक हुन्न। यदि तपाईँको टिचर हुन सक्छ, तपाईँको लयर हुन सक्छ। त्यसैले होइन भन्दाखेरि हामी यो ज्यारीमा सेनको प्रयोग गर्ने। हामीले पढ्यो यो ज्यारीमा सेन। अनि यो देवारीमा सेन के हो? यो कहाँ प्रयोग गर्ने? यदि तपाईँ आफ्नो साथीभाइहरूलाई भन्नुहुन्छ भने त्यसमा ज्यारीमा सेन प्रयोग गर्ने। जस्तै वतासी वा सेन्सेई ज्यारीमा सेन, म चाहिँ सेन्सेई होइन। तर यदि तपाईँ भन्नुहुन्छ आफूभन्दा ठुलो मान्छेलाई, जस्तै बाबा भयो, बाबाले के भन्नुहुन्छ भन्दाखेरि चिची वा अनि नोमिन ज्यारीमा सेन भन्न त मिल्यो, तर आफूभन्दा ठुलोलाई त्यो वा आडीमा सेन भन्दा झन् राम्रो हुन्छ। जापानमा भनेको अलिक पोलाइट भाषा भन्दाखेरि झन् राम्रो मानिन्छ कि। त्यसैले यदि आफूभन्दा ठुला छ भने उहाँलाई मेरो बाबा चाहिँ कृषक हुन्न भन्नुपर्छ कि। त्यस्तै यसमा के गर्नु भने चिची वा नोमिन टेवा आडीमा सेन भनेको आफूभन्दा ठुलालाई कहिले पनि पोलाइट गर्नुपर्छ। त्यसको लागि टेवा आडीमा सेन भनेको ज्यारीमा सेनको पोलाइट देवा आडीमा सेन। हामी त यो पढ्यौँ। अब हामी के पढ्छौँ भन्दाखेरि, जस्तै म विद्यार्थी छु भन्दाखेरि त भयो। अब हामी सोच्छौँ के तपाईँ शिक्षक हुनुहुन्छ? के तपाईँ ब्याङ्कको कर्मचारी हुनुहुन्छ? के तपाईँ डाक्टर हुनुहुन्छ? भन्दाखेरि कसरी भन्ने? अब हामीले पढ्यौँ म यो छु, म त्यो छु, त बुझ्यो। तर
कसरी भन्ने, के तपाईँ डक्टर हुनुहुन्छ, के तपाईँ बायोग्राफी हुनुहुन्छ, के तपाईँ टिचर हुनुहुन्छ, कसरी भन्ने भन्दाखेरि सिकौँ। अब हामी के गर्छौँ भन्दाखेरि यो देश भनेको हो अथवा हो, हामी छौँ त्यो कुरा। म चाहिँ टिचर छु, म चाहिँ कर्मचारी छु भन्दाखेरि त देश बढ्यो पनि। तर यदि हुनुहुन्छ भने के तपाईँ टिचर हुनुहुन्छ भन्दाखेरि कसरी भन्ने भन्ने आनाता वा भनेको तपाईँ चाहिँ टिचर भनेको सेन्सेई अनि के गर्ने त देशका के तपाईँ टिचर हुनुहुन्छ। क्वेसन कुट्न सोध्ने के तपाईँ ब्याङ्कको कर्मचारी हुनुहुन्छ भनेको आनातावा आनातामा वा पार्टिकल जोड्ने अनि खैसाई भनेको के अरे खैसाई भनेको कम्पनीको कर्मचारी अनि देश लगाउने आनातावा खैसाई देश के तपाईँ कम्पनीको कर्मचारी हुनुहुन्छ त्यो भयो। अब फेरि कता यता भाइ भनेको ओतो वा अनि गाकुसे देशका के भाइ विद्यार्थी हो र। फेरि आनी वा अनि खैसाई देशका के दाइ के अरे खैसाई भने कम्पनीको कर्मचारी हो हुनुहुन्छ भनेर पुछौँ सोद्धाखेरि हामी देशकाको प्रयोग गर्छौँ। हामी देशका त पढ्यौँ कि कसैसँग क्वेसन गर्दाखेरि हामी देशका प्रयोग गर्छौँ। अब हामी के सिक्छौँ भने यदि तपाईँ भन्नुहुन्छ के तपाईँ टिचर होइन, के तपाईँ शिक्षक होइन, अलमनमा हुनुहुन्छ भन्ने हामी देशको नेगेटिभ फर्म, जस्तै यहाँ देशको नेगेटिभ फर्म ज्यारीमा सेन छ भने देशकाको नेगेटिभ फर्म हामी ज्यारीमा सेनका पढ्छौँ। इक्जाम्पल जस्तैमा चिचिवा नौमिन ज्यारीमा सेनका बुबा चाहिँ कृषक होइन र क्वेसन सोध्छौँ। तपाईँ क्वेसन कुट्न सक्नुहुन्छ कृषक होइन अथवा आनातावा सेन्सेई ज्यारीमा सेनका भनेको तपाईँ चाहिँ शिक्षक होइन, यस्तो कुरो सोद्धाखेरि हामी ज्यारीमा सेनको युज गर्छौँ। साथीहरू हामी यति कुरा जान्यौँ। अब हामी गर्छौँ कहाँ नो पार्टिकल। नो पार्टिकलको अर्थ हुन्छ को, जस्तै वातासीमा वा जोड्दा म चाहिँ हुन्छ, त्यस्तै आनातामा वा जोड्दा तपाईँ चाहिँ हुन्छ, त्यस्तै वातासीमा नो जोड्दा मेरो, वातासी नो मेरो, आनातानो तपाईँको, आनाता भनेको तपाईँ हुन्छ, त्यसमा नो जोड्नुहुन्छ भने तपाईँको भइहाल्छ। त्यस्तै चिची नो बुबाको, त्यस्तै ओतो नो। साथीहरू हामी चाहिँ देशका पढ्यौँ। यदि तपाईँ कसैमा क्वेसन गर्नुहुन्छ भने देशका प्रयोग गरेर गर्नुहुन्छ। तर अब हामी जे आदिमा सेनका कहाँ पढ्ने, कहाँ युज गर्ने, कसरी भन्ने बुझ्छौँ। जस्तै हामी देश भनेको हु अथवा हो हुन्छ, त्यसको नेगेटिभ होइन भन्दाखेरि जिआरीमा सेन अथवा अलिक पोलाइट आफ्नो ठुलाबडा हुनुहुन्छ भने उहाँलाई देवा आरिमा सेन भन्छौँ। त्यस्तै हामी देशका भनेको हो, जस्तै हामी सोध्छौँ आनातावा सेन्सेई देशका तपाईँ चाहिँ शिक्षक हुनुहुन्छ सोध्छौँ। अब हामी भन्छौँ फेरि आनातावा सेन्सेई जिआरीमा सेनका तपाईँ टिचर हुनुहुन्न। यो भनेको हाम्रो के हो भन्दाखेरि कसैसँग नथाहा हुन नै सक्छ होइन, ऊ टिचर नभएर कृषक हुन सक्छ, कृषक नभएर कर्मचारी हुन्छ ब्याङ्कको अथवा कम्पनीको जेको पनि, त्यस्तो अवस्थामा हामी जिआरी मसिनको युज गर्छौँ। जस्तै एउटा अझ इक्जाम्पल लिउँ, चिचिवा खाइस्याइ जिआरी मसिन, बुबा चाहिँ कम्पनीको कर्मचारी हुनुहुन्न भन्दाखेरि हामी जिआरी मसिनको युज गर्छौँ। अब हामी नो पार्टिकल पढ्छौँ। नो को मतलब को हुन्छ। यदि वातासीमा नो जुट्यो भने को हुन्छ। वातासी नो भनेको मेरो, के मेरो। त्यस्तै आनाता नो, आनाता भनेको तपाईँ, नो जोड्दा को, तपाईको, आनातानो, आनातानो तपाईको। अनि सेम फेरि चिची नो भनेको बुबाको, फेरि
ओतो ओतो नो भनेको भाइको, फेरि आनी नो भनेको दाइको। यस्तै सबैमा कुनै पनि नाउनमा नो पार्टिकल जोड्दाखेरि, कुनै पनि नाउनमा के नो पार्टिकल जोड्दाखेरि त्यो को भन्छ। ओके, अब हामी नेक्स्ट हामी पढ्छौँ अब मो पार्टिकल भनेको पनि। मोको मतलब पनि हुन्छ। अब हामी बुझौँ। जस्तै वातासी वा गाकुसै देश, म चाहिँ विद्यार्थी छु। रामसान म गाकुसै देश, म चाहिँ विद्यार्थी हो अनि रामसान पनि विद्यार्थी हो भन्दाखेरि हामी मोको युज गर्छौँ। भनेको उस्तै उस्तै कुरालाई जोड्नलाई मोको युज गरिन्छ। जस्तै वातासी वा सिन्सेई देश, म चाहिँ शिक्षक हुँ। आनाता नो सिन्सेई देश, आनाता मो सिन्सेई देश, तपाईँ पनि शिक्षक हुनुहुन्छ। त्यहाँ एउटै कुरालाई जोड्नलाई मो पार्टिकल युज गर्छ। फेरि हो चिचिवा नौमेन देश, बुवा चाहिँ कृषक हुनुहुन्छ। फेरि हामी भन्छौँ ओतो उतो मो नौमेन देश, भाइ पनि कृषक हुनुहुन्छ भन्नाले हामीले के गर्नुपर्छ, मोको अर्थ यदि दुईटा कुरा सेम छ भने जोड्नलाई मोको पार्टिकल युज गर्छौँ हामी। जस्तै फेरि रामसान वा खैस्याङ देश, श्यामसान मो खैस्याङ देश, रामसान पनि कम्पनीको कर्मचारी हो अनि श्यामसान पनि कम्पनीको कर्मचारी हो भन्दाखेरि हामी मो युज गर्छौँ। फेरि त्यस्तै हो ओतो उतो दिनको देश, भाइ चाहिँ ब्याङ्कको कर्मचारी हो अनि फेरि हामी भन्छौँ के अरे आनी मो दिनको देश भनेको दाइ पनि ब्याङ्कको कर्मचारी हुन्छ भन्दाखेरि हामी मोको युज गर्ने। ओके, नेक्स्ट अब हामी सेन्टेन्स कसरी बनाउने, वाको नोको मोको त्यो सिक्छौँ। ओके, एकचोटि फेरि हामी बुझौँ, सर बुझौँ के सबै। वा भन्नाले यदि वातासी वा अथवा चिची ओतो उतो आनी अनि इमो यति कुरामा वा जोड्यो भने हामी चाहिँ हुन्छ। जस्तै वातासीमा वा जोड्यो भनेको चाहिँ, अनातामा जोड्यो भने त्यो तपाईँ, नो जोड्यो भने जस्तै अनातानो भनेको तपाईँको भयो। अनि त्यहाँ जोडेर के काम गर्छ त्यो जोड्दिन भन्दाखेरि हामीलाई ऊ भयो। हामी के पढ्छौँ फेरि दाइ र दुनाता। दाइ भनेको को र दुनाता भनेको पनि को हुन्छ। अब हामी यसको युज पढ्छौँ, कहाँ दाइ र कहाँ दुनाता गर्ने। त्यस्तै हो क्या साथी। जस्तै हामी ज्यारीमा सेन भनेको साथीभाइहरूमा बोल्दाखेरि ज्यारीमा सेन भन्ने, अनि आफूभन्दा ठुलाबडालाई पोलाइट भन्दाखेरि देवारीमा सेन भन्ने। त्यस्तै हो दाइ भनेको साथीभाइ, दुनाता भनेको सिनियर आफूभन्दा ठुलालाई। अब हामी भन्छौँ मानव कि तपाईँ कोठा बिताउनुहुन्छ अनि कसैले यसरी डक्टर गर्यो, तपाईँ के भन्न सक्नुहुन्छ, दुनाता देशका को हुनुहुन्छ त दाइ देशका को हो, यसरी भन्छौँ हामी के। त्यस्तै के भन्दाखेरि अनाता वा दाइ देशका अथवा अनाता वा दुनाता देशका को हुनुहुन्छ, यो कुराको लागि हामी चाहिँ दाइ र दुनाताको युज गर्छौँ। हामी दाइ र दुनाता बुझ्यौँ। हामी पढ्नेछौँ आनो खाता र आनो हितो, त्यो भनेको के हो अब हामी बुझौँ। ल अब हामी पढ्छौँ पहिला आनो हितो, त्यसपछि के पढ्छौँ आनो खाता। यसको मतलब हुन्छ आनो हितो भनेको उद्योग मान्छे, यसको पनि त्यही हुन्छ उद्योग मान्छे। र साथीहरू अब दाइ भन्नुहुन्छ आनो हितो र आनो खाता उद्योग मान्छे। अब भन्नुहुन्छ आनो हितो वा दाइ देशका उद्योग मान्छे को हो, अथवा आनो खाता वा दुनाता देशका उद्योग मान्छे को हुनुहुन्छ। तपाईँले थाहा छैन पर एउटा मान्छे छ भन्ने के भन्ने, आनो खाता वा दुनाता देशका उद्योग मान्छे को हुनुहुन्छ भन्ने यसको लागि हामी दाइ र दुनाताको पढ्छौँ। ओके, अब नेक्स्ट हामी के पढ्छौँ भन्दाखेरि एउटा दुईटा प्रक्रिया जान्छौँ भने जिन भनेको नागरिक। हामी कहाँ जान्छ, जिन भनेको नागरिक हुन्छ। यदि तपाईँ हामी नेपाली जिन हुन् भनेको नेपाली नागरिक। त्यस्तै तपाईँ भन्दाखेरि म चाहिँ जापानिज नागरिक हुँ भन्दाखेरि
म भनेको वातासी, चाहिँको अर्थ वा भनेको वातासी वा म चाहिँ जापान, जापानलाई जापानमा के भन्छ त निहोन भनेको, निहोन भनेको जापान, जिन भनेको नागरिक, वातासी वा निहोन जिन देश, देश भनेको हो अथवा हु भनेको म चाहिँ जापानिज नागरिक हो, यो भयो जिन प्रयोग। अब हामी एउटा अर्को इक्जाम्पल, तपाईको कार हो, हामी भन्छौँ नि कुनै ठाउँमा कार लागेको छ भने कुनै मान्छे भने के भन्छौँ, तपाईँको कार हो भन्दाखेरि तपाईको भन्नाले तपाईको मिनिङ के हुन्छ त अनाता, अनाता भनेको तपाईँ, अनि को मतलब के हुन्छ भन्दाखेरि नो, हामी के पढेछौँ को मतलब नो भनेको अनातामा नो लगाइदिने के भयो तपाईको, अनि कारको जापानीमा के हुन्छ मिनिङ कुरुमा भनेको अनाता नो कुरुमा अब त्यसका भन्दाखेरि तपाईको कार हो भने हामी क्वेसन गर्छौँ नि, अनि क्वेसन गर्दा के प्रयोग गर्ने त देशका। ओके साथीहरु, आज हामी के पढ्यौं त वा पार्टिकल, नो पार्टिकल, मो पार्टिकल, जिन भनेको नागरिक हुन्छ, आनो हितो, आनो खाता, दारे, दोनाता। अब तपाईले के गर्नु भने मिनानो नियमको बुक छ त्यसको लेसन 1 बनाउनु। कुनै समस्या आउँछ भने तपाईँ कमेन्ट गर्नु। साथीहरु, हाम्रो लेसन 1 भनेको यति नै छ। अनि यदि तपाईहरुलाई यदि अनलाइन क्लास गर्नु छ भने मेरो टिकटकको बायोमा व्हाट्सएप च्यानलको लिंक छ, अनि त्यहाँ मेसेज गर्नु। लेसन 1 अब हाम्रो टाइम भनेको 30 दिनभित्र N5 सकाउने हो। यदि तपाईहरु अनलाइन क्लास गर्न इच्छुक हुनुहुन्छ भने मेसेज गर्नु होला। लेसन 1 हाम्रो भिडियो, यदि लेसन 1 फुल भिडियो चाहियो भने यो मेरो टिकटक बायोमा पनि युट्युब च्यानल हुन्छ, अथवा व्हाट्सएप च्यानलमा मेसेज गरेर सोध्नुहुन्छ, मेरो युट्युब च्यानलको नाम राखिदिन्छु अथवा यहाँ राखिदिन्छु। अनि त्यही हो, अब अनलाइन क्लास गर्न चाहनुहुन्छ भने छिटोभन्दा छिटो तपाईँ व्हाट्सएप च्यानलमा जुड्नु र N5 छिटो 30 दिनको अन्डर टार्गेट राखेर पढ्न चाहनुहुन्छ N5 सकाउनलाई भने ढुक्क भएर मसँग पढ्नु, म N5 30 दिनको अन्डर सकाइदिन्छु। तर मेहनत म भनेको पढाउने हो, मेहनत भनेको तपाईँ हो। यदि म पढाइदिन्छु तपाईँ उस्तै गर्नुहुन्न भने केही गर्न सक्नुहुन्न। यदि तपाईँ जेएफटी पास गर्न चाहनुहुन्छ भने तपाईँ 3 देखि 3.5 महिनामा भित्र सकाउन सक्नुहुन्छ। त्यसैले तपाईँ एकदम मेहनत गरेर पढ्नु र मिनानो बुकको आज लेसन 1 गरेर बनाउनु। बनेन भने तपाईँ मेरो व्हाट्सएप च्यानलमा समस्या राख्नु, म भोलि त्यसको भिडियो